हेलो एन्ड मर्निङ। अहिले चाहिँ बिहानको 8 बज्यो अनि म चाहिँ कुक गर्दैछु दाल भात र तरकारी। किनभने आज चाहिँ निशाको फर्स्ट कामको ट्रायल छ एन्ड सी इज सुपर एक्साइटेड। लेट्स सी हाउ मच सी इज एक्साइटेड। सर्भ गर नि त। पुरै रातो भएको छ त। रातो खाने हो नि। जान लागेको पानी पो परिदियो है निशा। पानी पो परिदियो त एकदम। अब यस्तो पानी परेको बेला चाहिँ के हुन्छ भने ट्रेनहरू कहिले यहाँ लेट हुन्छ होइन। तर अल्टरनेटिभ अप्सनहरू चाहिँ अब बस। ए निशा खोइ फोनमा म्याप ट्रेनको डिटेल्सहरू चाहिँदैन। कहाँ कुन प्लेटफर्म घरबाटै हेर्दै जानु परेन। अब चढ्ने होइन हेर भिड छ ट्रेन एकदम। ल यहाँ आउँछ साइडबाट चढ्नुपर्छ। आऊ साइडबाट चढ ल। भएन होइन उभिनु पऱ्यो भिड छ सिट छैन। अगाडि हेर्नुपर्छ। त्यही भएर त्यो म्यापमा चाहिँ कुनै लाइनको चाहिँ देखाउँछ। प्लेटफर्म खोज्न थाल्यो। कुन प्लेटफर्म अब नेक्स्ट 12 लु कता यता एरो हेर एरोहरू छ उता 12 होइन। यसलाई सानो पारेर बोक न। बन्द भयो ढोका। अब के गर्ने। अब कर्क हेर्ने बोर्डमा कति बजी आउँछ कति मिनट आउँछौँ यहाँ बोर्डमा लेखेको छ त। यता क्या 3 मिनटमा आउँछ होइन। ट्रेन आयो एकछिन बेबी यहाँ हेर है। यहाँ साङ्ग्रो छ कुनैको हेर के हुन्छ। सिट भएर यसरी जान्छ हो। टेम्पी हर्सबिल अनि बुढो के भन त तिमीलाई काममा के को काम रहेछ कस्तो काम रहेछ। कङ्क्रिटको काम रहेछ। कन्क्रिटको कि कन्क्रिटको होइन होला लाइक कुनै पेपरसँग रिलेटेड काम थियो होइन। रफवाला जसले चाहिँ